एन्जेला मुभी हेर्न जाँदैछौँ हामी। सोम भाइ यता साथी सन्तोष साथी आज धेरै पछाडि भेट भयो। भेट भएर अब के भन्छ हामी जाँदैछौँ रमाइलो गर्नको लागि। रमाइलो भन्दा पनि फिल्म हेर्नु एन्जेला मुभी। र यो मुभी चाहिँ किन पनि हेर्नुपर्छ भने यो एउटा खेलाडीको घर पनि बनिन्छ, त्यसैले पनि हेर्ने नै हो कि। राम्रो होस् नराम्रो होस् तर अभियसली पनि मुभी चाहिँ राम्रो छ भनेर यसको फिडब्याक आइराखेको छ र जसरी पनि हेर्ने हो होइन। यहाँबाट हामी सर्ट काट्छौँ। तर आज भिड नै छ जस्तो छ। एन्जेला मुभी हेर्नु आएको भर्खर सिद्धि आएको के छ हिन्दी फिल्महरू, हिन्दी मुभी पनि लागेको छ सिद्धाएर। एन्जेलाको बोर्ड त छैन त यहाँ त। एन्जेलाको बोर्डै लगाएर हुन्छ त। यहाँ भाइ चाहिँ यहाँ टिकट चाहिँ यसरी फेरि अनलाइनबाट काट्यो अनि यसरी प्रिन्ट गर्नुपर्छ। यहाँनिर 3टा टिकट भयो। भाइले यहाँ टिकट प्रिन्ट गर्दैछ। त्यो सिस्टम चाहिँ रमाइलो राम्रो छ होइन। टक्क अनलाइनबाट काट्यो आफैले आयो प्रिन्ट गर्यो। टिकट यस्तै हुन्छ टिकट एन्जेला मुभीको। अब हामी जान्छौँ छिर्छौँ र भरे अब के भन्छ छिरेपछि पनि भरे निस्केर पनि हामी प्रतिक्रिया दिन्छौँ मुभी कस्तो छ भनेर होइन। ल हस् यस्तै छ है यहाँभित्रको माहौल हो। तर जेस ऊ चाहिँ छैन रमाइलो। ल हामी छिर्दैछौँ भित्र। फ्रन्ट क्यामेरा हुँदैन, फ्रन्ट क्यामेरा हुँदैन यो इत्यादि। तपाईँको क्यामेरा मेरो क्यामेरा एन्जेला मुभी 3जना। त भाइ अँधेरो रहेछ। अब यहाँ बसेर के भन्छ उगाएर हुँदैन। अब अँधेरोमा भरे अब निस्केपछि चाहिँ केटाहरूलाई म के भन्छ प्रतिक्रिया लिन्छु। फाइनल्ली हामी मुभी सकेर निस्किँदैछौँ। र यो मुभी सुरुमा स्टार्टिङ पोइन्ट भनेको त्यति इफेक्टिभ नभए पनि जस हाफ टाइमदेखि उता चाहिँ राम्रो रहेछ। जस हाउसफुल थियो, सबै हाउसफुल छ अहिले पनि। ल यो एन्जेला मुभीको एन्जेला मुभी कस्तो लाग्यो भाइ? एकदम राम्रो दामी होइन सुरुमा कस्तो लाग्यो? सुरुमा चाहिँ नराम्रो लाग्यो। तपाईँ सन्तोषलाई कस्तो लाग्यो? तर इन्डिङ राम्रो छ नि होइन। एकदमै राम्रो। सबैले के भन्छ यो फिल्म राम्रो मात्रै होइन, यो फिल्मले कसै के भन्छ एउटा खेलाडीको के भन्छ घर बनिँदैछ, त्यही भएर पनि हेर्नैपर्छ। सुरुमा नराम्रो भए पनि एकदम राम्रो कथावस्तु इन्डिङ राम्रो गरेको छ र राम्रो लाग्यो मुभी चाहिँ। र मुभी पनि लामो छ हेर्नु त। यहाँ मान्छे हेर्ने यति धेरै छ कि यहाँ त यस्तो भिड न भिड छ हेर्नु। अब अहिले सो एउटा फुल सिकेर यस्तो छ हेर्नुहोस् तपाईँहरूले। र सबैलाई आग्रह गर्दछु यो मुभी हेर्नुहोस् तपाईँहरू सबैले एकचोटि। रमाइलो छ। क्या मुभी देख रहा है? मुभी रमाइलो छ जेस सबै मुभी देख्नु। कुन मुभी हेर्नु आएको? सबै नेपाली सेलिब्रिटीहरू त्यसरी क्लिपिङ सबैलाई भिडियो। अब हामी चाहिँ बाहिर निस्किनेछौँ मुभी हेरेर। रमाइलो छ जेस मुभीहरू जाउँ होइन। हामी चाहिँ
अब हामी चाहिँ अब जाउँ भाइ पिसाब लागेको छ घाम मस्ता छ भाइ लु फिल्म हेरेर अब मलतिर छिरेको है हेरौँ कस्तो छ भित्रको सिचुएसन राम्रो हो यो चाहिँ र यहाँ चाहिँ एकदम भिड हुन्छ त्यो त ठुलो पनि छ र यो एकदम सेन्टरमा पनि छ ठाउँमा पनि छ त्यही भएर पुरा यहाँ भिड हुन्छ पाका पाका भित्र गएर देखाइदिन्छु आज के भन्छ हामी यसो साथीभाइहरूसँग घुम्नको लागि हेर्नुहोस् म भित्र गएर देखाइदिन्छु कस्तो छ ठाउँहरू है यस्तै छ भित्र जाँदैछु ग्रान्ड मलको सिचुएसनमा भित्र कस्तो छ खासै हाम्रो केही सपिङ त छैन तर पनि यसो देखाइदिन्छु म कतिको भिडभाड छ पुरा यहाँ त नि के भन्छ नेपालको जस्तो ट्याक्सी गर्नेहरू सामान बेच्नेहरू ट्याक्सी के भन्छ बाटो गर्नेहरू यस्तो छ पुरा किन यहाँ ट्याक्सी यो सबै ट्याक्सीवालाहरू हो यहाँभित्र यस्तो छ सबै सपिङ सेन्टर तर के भन्छ छिर्न चाहिँ सकिँदैन जस्तो लाग्यो यहाँनिर एकदम भिड छ यस्तै छ टक्कको सबै यहाँ पैसा निकाल्नेहरू सपिङ गर्नेहरू हरेक कुरा सपिङ पाउँछ सपिङ गर्ने यो चाहिँ ग्रान्ड मल होइन यस्तै छ साथीभाइहरू सन्तोष के छ तर मान्छे खासै आलो त्यति भेटेको छैन यता चाहिँ रेस्टुरेन्ट आइटम हो पुरा यहाँ रेस्टुरेन्ट हो अब हेरौँला रेस्टुरेन्टमा कति लिन्छ यहाँ चाहिँ सिचुएसन प्लस यहाँ के भन्छ रेस्टुरेन्ट एरिया रमाइलो छ रेस्टुरेन्ट एरिया पनि विभिन्न प्रकारको परिकारहरू पाउँछ खानु मिल्ने रेस्टुरेन्ट पाकापाक छ तर आज चाहिँ सबै नेपाली रेस्टुरेन्टहरू बस रमाइलो छ नेपाली रेस्टुरेन्ट नेपाली चुलो हामी चाहिँ सिधै जान्छौँ सुई केही खानु पनि छैन किनभने हाम्रो साथीहरू उता वेट गरिरहेको छ यताबाट अब हामी एक्जिट जान्छौँ फिलिपिनो नेपाली बङ्गाली सब रेस्टुरेन्ट पाउँछ यहाँनिर खासमा यो के को भिड हो यो सबै व्यापार बिजनेस जस्तो छ यो यो चाहिँ एसियन टाउन भन्छ तर एकदम भिड छ है मान्छेहरू छ वरिपरि देखाइदिनु पऱ्यो खै यस्तो भिड हुन्छ मान्छेहरू के भन्छ सबै सामान पाउने तर त्यस्तो खासै अब महँगो चिज होइन चिप एन्ड बेस्ट अब नेपालको नक्साहरू के भन्छ यहाँ त सजाएको रहेछ त नेपालको नक्साहरू लु नेपालको इन्डियाको सबै यहाँ नक्सा सजाएको रहेछ त्यो चाहिँ के भन्छ एसियन टाउनमा यस्तो छ परसम्म मेरो आयो गयो यहाँ चाहिँ यस्तो छ अब चाहिँ रात पनि पर्ला जस्तो छ लु हामी निस्क्यौँ बाहिर अब आजलाई यति नै अर्को भिडियो फेरि भेटौँ ल बाई बाई गुड नाइट एभ्रीबडी टेक केयर एन्ड लभ यु अल